नमस्ते वेलकम छ मेरो ब्लगमा हजुर सन्चै आरामै हुनुहुन्छ भन्ने आशा साथ भिडियो स्टार्ट गर्दैछु। म पनि सन्चै आरामै छु। अनि मेरो चाहिँ आज स्टार्ट भएको छ घरदेखि। मेरो हिजो चाहिँ बाटोदेखि भएको थियो भने आज चाहिँ घरदेखि भएको छ। आज चाहिँ के कस्तो हुन्छ हजुरलाई देखाउने नै छु। अनि आजको मौसम चाहिँ घाम आजको मौसम चाहिँ अलिकति घाम लाग्छ। हिजो चाहिँ पानी परेको थियो हैन। दिउँसो चाहिँ घाम लाग्थ्यो अलिअलि। अनि त्यही हो मैले चाहिँ बिहान उठेर हात मुख धोएँ, पानी तताएर फुपूलाई पानी दिएँ। हिजो चाहिँ फुपूलाई सन्चो थिएन। अनि त्यसपछि भाँडासाँडा माझेँ, बडाकुँडाहरू गरेँ। अनि त्यसपछि भात पकाएँ। अनि त्यसपछि यतिकै खाली बसिरहेको छु। पढ्ने भनेको होमवर्क गर्ने भनेको छ्याउला। तर पनि म होमवर्क गर्छु फेरि नत्र सलेको के अरे अब कुखुरा बनाएर एउटा अन्डा नझिक्नसम्म त्यो के अरे उस छोडिदिने होइन अरे। त्यही भएर म गर्छु म चाहिँ अल्छी मानी भए पनि गर्छु, हाम्रै लागि हो होइन। अनि त्यही नै हाम्रो बाबा चाहिँ दुध चढ्न जानुभएको छ होइन। अनि फुपू चाहिँ घरको कामहरू गरिरहनु भएको छ। ठुलो फुपूले साइल फुपूले चाहिँ सन्चो थिएन। अनि त्यही भएर अलि सकिया भएर आफै चाउलो पकाएर खानुभएको छ। तल कान्छी फुपूले फोन हान्नुभएको छ अनि कुरा गर्दै हुनुहुन्छ। हामीले चाहिँ चुलो भत्काएर अनि उता साइडतिर चुलो बनाउँदै थियौँ। अनि हाम्रो चाहिँ धुलो पुजेको रहेछ, लास्टै धुवा हुन्थ्यो। अनि हामीले चाहिँ उता साइडतिर बनाएर हेर्न सक्नुहुन्छ। अहिले चाहिँ यस्तो भएको छ। आज सपनाहरू ठुला छन् तर हात अझै सानै छन् र बीचमा कतै अड्किएको छ मेरो अर्धचेत आत्मविश्वास। न पुरै मरेको न पुरै बाँचेको मेरो सपनाको संसारमा आज मेरै सपना अन्जान उभिएका छन्। अनि म लाचार भई हेर्दैछु मैले देखेका सपना अरू कसैको भागमा परेको। कहिलेकाहीँ आफ्नो जीवन यति भारी लाग्छ मानव आफ्नै नाम बोकेर हिँड्नै गाह्रो भएको छ। भोलिको डर आजको सासमा मिसिन्छ अनि मनले सोध्छ म के गर्दैछु, म सही दिशामा छु कि बस समय काट्दैछु, म हल्मलिएको छु या आफ्नै आशाको दबावले आफैलाई धिक्कार्दैछु, म अघि बढिरहेको छु कि बस एउटै ठाउँमा अल्झिरहेको छु त्यो मलाई थाहा छैन। तर यति थाहा छ सबैले देख्ने सफलता भन्दा अदृश्य सङ्घर्ष धेरै भारी हुन्छ। यदि म आज थाकेर रोए पनि म असफल होइन, म यही सङ्घर्षको बाटोमा छु किनकि भित्र कतै एउटा जित्ती आवाज छ। म अझै धेरै बन्न बाँकी छ, यसरी छोड्न मिल्दैन। सायद म आज तयार छैन तर म सकिएको पनि त होइन। आज म आफूलाई ठुला सपना देखाउन बाध्य गर्दिनँ। आज म केवल शान्त सास, थोरै मौनता अनि आफूलाई दोष नदिएको एक साथ चाहन्छु। किनकि म थाकेको दिनमा पनि म मान्छे नै हुँ, म हारेको दिनमा पनि म मान्छे नै हुँ जो हरेक बिहान उस्तै जोस लिएर उठ्ने हिम्मत राख्छु। आज म आफैलाई यति मात्र भन्छु, ए जिन्दगी तिमीले मेरो अझ कति परीक्षा लिन्छौ म हेर्न चाहन्छु। तिम्रा प्रश्नहरू चिर्दै मेरा पाइला कहाँसम्म पुग्छन् म देख्न चाहन्छु। सायद म आज जति अल्मलिएको छु त्यति नै अडिएको छु किनकि सतहमा हाँस्नेहरू धेरै पटक आफ्नै गहिराईसँग डराउँछन्। मेरो समय अरूको घडीसँग मिल्दैन ठिक छ, फुल पनि त सबै एउटै मौसममा फुल्दैन। आज म आफ्नो सानो कदमलाई सानो भन्दिनँ, आज म बाँचेको तथ्यलाई सामान्य ठान्दिनँ किनकि बाँचिरहनु नै कहिलेकाहीँ सबैभन्दा ठुलो विद्रोह हुन्छ जसलाई सबैले व्यवस्था गरिदिन्छ। अनि जब म फेरि शङ्का गर्छु आफ्नै अस्तित्वमाथि म आफैलाई सम्झाउँछु म कथाभित्रको एउटा पात्र मात्र होइन, म त्यो कथाको लेखक पनि हुँ। अनि अध्याय अझै बाँकी छ अनि कलम अझै मेरै हातमा छ। आजको दिन चाहिँ यसरी नै बित्यो। के कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। नेक्स्ट ब्लगमा भेटौँला। अहिलेलाई बाई।